एकैछिन यो भिडियो हेर्नुहोस्। पृथ्वी राजमार्गमा सवारी गर्दा शौचालय जान यात्रुहरू गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छ, कारण सार्वजनिक शौचालय छैन। त्यसैले सम्माननीय सभामुख महोदय, राजमार्गमा प्रत्येक 100 मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्। धन्यवाद। उहाँले भन्न खोज्नु भएको कुरा चाहिँ ठिकै हो, तर अलिकति उहाँको मेजरमेन्ट चाहिँ मिलेन। तर यो कुरालाई चाहिँ कसरी समाधान गर्न सकिन्छ कि तपाईँको सिम्पल आइडिया छ क्या। तपाईँको टोयलेट 100 मिटरमा बनाएर कामै छैन क्या। तपाईँको कुनै पनि विकसित राष्ट्रहरूमा 100 मिटरको दूरीमा चाहिँ टोयलेटहरू हुँदैन क्या। तपाईँको त्यो क्राइटेरिया हेरेर हुन्छ कि, जस्तै सहरमा चाहिँ तपाईँको 400 देखि 600 मिटरको दूरीमा राखिदिँदा हुन्छ कि टोयलेटहरू। तपाईँको त्यो कत्रो छ सहर, कति ठुलो सिटी छ भनेर त्यसमा चाहिँ भर पर्छ। अनि तपाईँको गाउँहरूमा चाहिँ तपाईँको 2-3वटा टोयलेटहरू भयो भने इनफ हो क्या। तपाईँको 1 देखि 2 किलोमिटरको डिस्टेन्समा राखिदियो भने सक्यो। अनि तपाईँको अर्को छ तपाईँको हाइवेहरूको साइडमा चाहिँ सार्वजनिक टोयलेटहरू हुनुपर्छ, किनकि यातायातको लागि चाहिँ एकदम सजिलो हुन्छ। अब त्यो चाहिँ अब हाइवेहरूको लागि चाहिँ नेपालमा चाहिँ मलाई लाग्छ 5 देखि 10 किलोमिटरको दूरीमा राखिदिने हो भने, यति गऱ्यो भने चाहिँ हाम्रो यो टोयलेटको समस्या चाहिँ सबै समाधान हुन्छ र त्यसको सरसफाइ पनि एकदम राम्रोसँग त्यसलाई चाहिँ ह्यान्डल गर्न सकिन्छ जस्तो मलाई लाग्छ। अब तपाईँहरूलाई यो कुरा चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नुहोला। तपाईँहरूलाई के लाग्छ त्यो पनि कमेन्ट गर्नुहोला। त्यही हो। जय नेपाल।